परिवर्तन एकजना मेयर वा एक कार्यकालले मात्र सम्भव नहुन सक्छ। स्थानीय, प्रदेश र संघीय सरकार बीच समन्वय, पर्याप्त बजेट, कानुनी प्रक्रिया र नागरिकको सहभागिता पनि आवश्यक हुन सक्छ। त्यसैले कुनै पनि नेतृत्वको मूल्याङ्कन गर्दा उपलब्धि र सीमितता दुवैलाई सन्तुलित रूपमा हुनुपर्ने बताउनु भएको छ। बालिन शाहको यात्राबाट एउटा महत्त्वपूर्ण सन्देश के लिन सकिन्छ भने यदि कुनै नागरिकसँग स्पष्ट सोच, मेहनत र समाजप्रतिको उत्तरदायित्व छ भने उसले सार्वजनिक जीवनमा योगदान दिन सक्छ। राजनीति केवल नेताहरूको विषय होइन। जिम्मेवार नागरिक, इन्जिनियर, शिक्षक, चिकित्सक, व्यवसायी, विद्यार्थी सबैले आफ्नो क्षेत्रबाट समाज परिवर्तनमा भूमिका खेल्न सक्छन्। बालिन शाहको राजनीतिक यात्रा अझै जारी छ। भविष्यमा उनले स्थानीय तहमा नै कामलाई निरन्तरता दिन्छन् वा राष्ट्रिय राजनीतिमा थप ठुलो भूमिका खेल्छन् भन्ने कुरा समयले तय गर्नेछ। तर एउटा कुरा स्पष्ट छ, उनको उदयले नेपालमा स्वतन्त्र उम्मेदवार, सुशासन र नागरिक सहभागिताबारे नयाँ बहस सुरु गराएको छ। प्रिय दर्शकहरू, बालिन शाहलाई कसैले परिवर्तनको प्रतीक मान्दछन् भने कसैले उनको कार्यशैलीमाथि प्रश्न उठाउँछन्। लोकतान्त्रिक समाजमा फरक विचार हुनु स्वाभाविक हो। महत्त्वपूर्ण कुरा भनेको कुनै पनि सार्वजनिक व्यक्तित्वको मूल्याङ्कन गर्दा तथ्य, काम र परिणामका आधारमा निष्पक्ष रूपमा हेर्नु हो। बालिन शाहको यात्रा हामीलाई एउटा कुरा आवश्यक सिकाउँछ, परिवर्तनको चाहना नागरिकबाट सुरु हुन्छ र त्यसलाई सफल बनाउन नेतृत्वसँग जनसहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। यदि तपाईलाई यो डकुमेन्ट्री मन पर्यो भने भिडियो लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्ट लेख्नुहोस् र यस्तै तथ्यमा आधारित नेपाली डकुमेन्ट्रीहरू हेर्न हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। फेरि भेटौँला अर्को रोचक विषयका साथ। नमस्कार।